कोदोको ढिँडो मस्काउँदै हुनुहुन्छ ए ल काकीलाई सब थाहा रहेछ पिठो अलि हालौँ काकी सारो खाने पुरा माम्री भएको हुन्छ नि सारो खालको अनि तपाईँ त्यो दही घिउ मही खाएको बल निकाल्नु नि म चाहिँ तिनीहरूको चाहिँ बल हुन्छ जस्तो लाग्छ है यो सुँगुर खानेहरूको चाहिँ बल हुँदैन तिनीहरूको एकछिनको हुन्छ नि लामो बल हुँदैन नि त तिनीहरू यो ढिँडो हो कि खोले हो त हौ काकी बनाउनु एकजना समाउने एकजना मस्काउने रहेछ पोतारेर तल मस्का होइन चाम्रै होस् न हो सुताबेनीको ढिँडोलाई निकै कलर आइसक्यो अहिले चाहिँ है चिकन करी पाक्दैछ यो गुन्द्रुकको अचार चाहिँ अघि रेडी हो यसलाई झान्नुपर्छ होला नि होइन यो चाहिँ गुन्द्रुकको अचार चिकन ग्रेभी कोदोको ढिँडो चिकन ग्रेभी हो यो अर्ग्यानिक खानेकुरा हो दामी छ होइन यहाँ मेरो यता रेडी छ दाजु सुरु गर्नुभयो